मौसमले साथ दिएको हो कि खै पानी परेर खत्तम छ हौ यतातिर त गाउँतिर त हेर्नुहोस् बिहान बिहान मर्निङ वाकमा निस्केको कुकुरहरू पछि परेर भागेर गाडीको इन्तजार गर्दैछ गाडी नै नआएर हेर ठाउँतिर गाडी नै आउँदैन आउँदैछ एउटा गाडी पक्रिन्छ कि पक्रिन्न थाहा छैन है ए यो पनि लट्रै रहेछ गयो गाडी नै आउँदैन यार यो ठाउँमा लास्टै ल्याङ ठाउँ रहेछ हौ ल्याङ ठाउँ यहाँ बस्ने यो प्रतीक्षालाई यस्तो छ हालत धन्न सरकार महेन्द्रनगर पुग्यो अब यात्रा निरन्तर अगाडि बढिरहेको छ महेन्द्रनगर बजार ठ्याक्कै कहाँनिर हो यो त थाहा छ भने भन्नु होला यहाँहरू है कस्तो दामी छ छैन त्यस्तै छ पहिला जस्तो थियो त्यस्तै हो साथीहरू अब तरकारी लानु पऱ्यो हेर्नुहोस् बैगनहरू केराहरू बन्दाकोपीहरू छन् तर लास्टै महँगो रहेछ महँगो बेचिरहेछ त्यही पनि किन्ने कोसिसमा छु है त साथसाथ अबको यात्रा चाहिँ उकालोबाट हिँड्ने यात्राको लगभग अन्तिम भन्दा पनि मध्यतिर पुगेको छु यात्रा अझै कन्टिन्यू अगाडि छ 2-4 दिन धनगढी बसाई राजीपुर मुसुरिया बसाईसँगै अब डडेलधुरा मलासको यात्रा पैदल यात्रा हेर्नुहोस् है यस्तो डेन्जर ठाउँ छ जङ्गलै जङ्गल यस्तो ठाउँ हुँदै जोगुडा मलाससम्म जाने यात्रा छ है त साथीहरू हेर्नुहोस् यात्रा गर्ने क्रममै यहाँनिर मन्दिर भेट्यो बैजनाथ हो कि बैजनाथै मन्दिर हुनुपर्छ धेरै पहिला हामी मलासबाट नास्पति बेच्न आउँथ्यौँ यो मन्दिर हेर्नुहोस् है पहिला यो थिएन अहिले भर्खरै बनेको जस्तो लाग्यो हेर्नुहोस् त्रिशुल भएको यसको ब्याकग्राउन्ड अलगै छ एकजना हाम्रै गाउँको मान्छे आउँदै हुनुहुन्छ उहाँलाई भेटेर प्रत्यक्ष कुराकानी गरौँ कहाँ हो जाने ल छाँटा छ भन्नुलाई बजार जाने भने पैदल यात्रा 7 किलोमिटरको पैदल यात्रापछि बजार जाँदैछन् म चाहिँ यहाँबाट ठाडो बाटो 7 किलोमिटर उकालो हिँडेपछि बल्ल मेरो गन्तव्यमा पुग्छ उसरी हिँड्ने मान्छे पहिला म हिँड्दाखेरि 7 किलोमिटर भनेको 3 घन्टामा पास गर्थेँ है 2 घन्टा 3 घन्टामा अहिले हेरौँ कति लाग्दो रहेछ अहिले चाहिँ ठ्याक्कै टाइम कति बजिरहेछ 10:32 भएको छ 10:30 भनौँ त्यहाँ पुग्दासम्म कति हुन्छ म यहाँहरूलाई अन्तिम अपडेट दिनेछु है यहाँनिर बर पिपलको रुख थियो पहिला चौतारो अहिले छैन क्या यहाँनिर है बर त छ पिपल छैन यो चाहिँ जोगीहरू बस्ने घर हो होइन ए पिपल पनि रहेछ उतातिर रहेछ किन देखेको है म देखाउँछु यहाँहरूलाई प्रत्यक्ष लाइभ यो जोगीहरू बस्ने बर पिपल यो खोलो हुँदै आउने हो महेन्द्रनगर यो बाटो हुँदै यो हेर्नुहोस् बरको रुख त्यहाँनिर झुलुङ्गे पुल पनि छ यो पानी तर्दै हेर्नुहोस् यस्तै पानी छ अब यहाँ कसरी कट्ने होला मलाससम्मको यात्रामा यहाँनिर त्रिशुल छ बैजनाथ मन्दिरको रौटेला खोलामा आउनुभयो भने यस्तो सिन देख्न पाउनुहुन्छ है हरियाली डाँडा पाखा हेर्नुहोस् है यस्तो बडै मानको त्रिशुल त्यहाँनिर झुलुङ्गे पुल पनि छ मेरो हिँड्ने बाटो भनेको पैदल मार्ग भनेको यही हो बर्खा नलाग्दासम्म गाडीमा हिँड्न मिल्छ तर बर्खा लगाएपछि रोडहरू भत्किने भएर पैदल मार्ग जाने हो जङ्गल हुँदै कति घन्टा लाग्छ थाहा छैन आफ्ना गाउँलेहरू पनि आउँदैछन् छोटो भलाकुसारीसँगै होइन बिदाइ हुँदै तल जानेर माथि जानेको भेटघाट हुँदै म चाहिँ माथि हिँड्ने तयारी नै छ मेरो चाहिँ माथि त्यो कुहिरो लागेको छ त्यहाँ पुग्नुपर्ने हुन्छ है मैले चाहिँ धेरै लामो यात्रा छ मेरो 7 किलोमिटर पैदल यात्रा भनेको ठुलै हो आज म प्रत्यक्ष देखाउँछु यहाँलाई 7 किलोमिटर मलासको बाटो कस्तो छ भनेर है यहाँनिर पहिला चाहिँ तलबाट जान्थ्यो अहिले माथिबाट पनि बनाएको रहेछ 2टा बाटो रहेछ कुन चाहिँ नि सही होला थाहा छैन तल पनि छ माथि पनि छ म माथि नै हेरौँ यो कुलो सिँचाइको लागि बारकुन्टा निवासीहरूले लगाएको यहाँसम्म राम्रै थियो बाटो अब चाहिँ डेन्जरै हुन्छ है त एकछिन यो खोलाको सिन देखाउँछु यहाँलाई हेर्नुहोस् जबरजस्त छ हाई गर्मी हेर्नुहोस् यो खोला हेर्नुहोस् ओहो कति दामी होला पहिला यो धेरै खोला थियो पुरै ठुलो खोला थियो अन्त यताउता बाँध बाँधेर ठिकै भएको छ यहाँ पिउने पानी पनि लाग्छ कसैले त्यहाँनिर के गर्दै 2-3 जना ल हेर्नुहोस् है लास्ट डाँडा जाने हो हामीले चाहिँ आजको यात्रामा चाहिँ
आजो लाग्छ। झोलामाथि झोला खप्टाएर पसिना पसिना भएर 7 किलोमिटरको यात्रा चाहिँ अगाडि बढिरहेको छ। खोलाको एकदम सेन्टरमा छु। यता पनि हेर्नुहोस् जङ्गल, यता पनि जङ्गल, यता पनि जङ्गल है। चारैतिर जङ्गलै जङ्गल भएको ठाउँ। मलाई डर लाग्छ यार। धेरै पछि आउँदैछु क्या फेरि यो बाटोमा। ओ यहाँदेखि त बाटै रहन्छ यार। धेरै पछि आएको है यो बाटो चाहिँ। हेरौँ आजको यात्रा 10:30 बजीदेखि कति बजी चाहिँ इन्डो हुन्छ, खतरनाक हुन्छ।